प्रेम सर नमस्कार। नमस्कार। तपाईसँग टाइम छ 2 मिनेट? हुन्छ, सोधिहाल्नुभयो। म ठ्याक्कै तार्किक चिन्तन कला तथा तर्कविधि भन्ने डेल कार्नेगीको पुस्तक पढ्दै थिएँ। यो पुस्तक अत्यन्त राम्रो छ। इच्छुक व्यक्तिहरूले जो चाहिँ तर्क गर्न चाहनेहरूले चाहिँ यो पुस्तक पढ्नु न मैले अनुरोध गर्दै तपाईँहरूलाई अनुरोध गर्न चाहेँ। सोध्नुहोस् न, के सोध्नुहुन्छ? केपी ओली 2-3 मिनट टाइम छ। केपी ओली पक्राउ पर्नुलाई तपाईँ कसरी हेर्नुहुन्छ? यस्तो छ, अब पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनिसकेर बालेन्द्र शाह प्रधानमन्त्री भइसकेपछि 24 घण्टाभित्र साउथ इन्डियन मुभीको नायक फिल्मी शैलीमा उहाँले जुन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुभयो, यसमा विभिन्न विचारहरू आइरहेका छन्, टिका टिप्पणीहरू आइरहेका छन्। तत्कालको अवस्थामा भन्ने हो भने मेरो विचारमा अहिले तत्कालै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्नु अहिलेको अवस्थासम्म ठिक छ। किनभने भदौ 24 गतेको जेन्जी आन्दोलनपछि एउटा केपी ओलीलाई एउटा आरोप के लागेको थियो भने हत्याराको आरोप लागेको थियो। साना बालकहरूको ताकी गोली हानेको आरोप पनि उहाँमा लागेको थियो भने विभिन्न राजनैतिक घमण्डता अथवा अहमता बढेको भनेर र जनताको फ्रस्ट्रेसनको कारण जेन्जी आन्दोलन भएको पनि भन्ने विषय थियो र त्यो बेलामा सरकार प्रमुख पनि रहेको कारणले गर्दा केपी ओली पक्राउ परिसकेपछि मेरो भनाइ के छ भने अहिले तत्कालको अवस्थामा बालेन्द्र शाह प्रधानमन्त्री भइसकेपछि राजनैतिक प्रतिशोध नै साध्ने गरेर अथवा पहिला मेयर हुँदाखेरिको जुन झगडा थियो त्यसलाई रिस साध्ने तरिकाले पक्राउ गरिएको हो भने यो सरासर गलत छ। जेन्जी अभियान त सुदन गुरुङलाई तुरुप बनाएर उहाँहरूले जुन एउटा स्ट्राटेजी बनाइरहनु भएको छ। अहिले मैले एनालाइसिस गरिरहँदाखेरि यो भिजन चाहिँ बालेन्द्र रविको भिजनमा सुदन गुरुङले एक्सन लिने तरिकाले उहाँलाई गृहमन्त्री बनाइएको छ। यस्ता धेरै प्रकरणका धेरै घटनाक्रमहरू नहोलान् भन्न सकिन्न। दिन प्रतिदिन यस्ता नयाँ किसिमका पक्राउ पर्ने समाचारहरू र विभिन्न किसिमका फरक किसिमको समाचार पनि आउनेछन्। जहाँसम्म लाग्छ मेरो विश्लेषणले त्यो भन्छ, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेन्जी आन्दोलन प्रकरणसँगै जोडेर हत्याराको ट्याग लगाएर यो पक्राउ गरिएको हो भने अहिलेको अवस्थामा चाहिँ यसमा मेरो विमति रहन्छ। किनभने आन्दोलन भनेको चाहेर भन्दा पनि जनताको एउटा फ्रस्ट्रेसनको परिणाम हो। हिजो पनि आन्दोलन भएका थिए, आज पनि हुन्छन् र भोलि पनि हुनेछन्। बालेन्द्र शाह प्रधानमन्त्री हुँदा पनि आन्दोलन नहोला भन्न सकिन, तर आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले व्यवस्थापन गर्नु सरकारको चुनौती हो। यो चुनौतीलाई सामना गर्नुपर्छ। शिक्षक आन्दोलन हुँदा समेत केपी ओलीले मत्थर बनाएको हो भने दुर्गा परसाईको आन्दोलन समेत मत्थर भएको अवस्था थियो, तर जेन्जी आन्दोलन मत्थर हुन सकेन। यसले विकराल रूप लियो। यसले हत्या एउटा चाहिँ 76 जनाको मृत्यु हुने अवस्थामा पुग्यो। यो सोचे भन्दा पनि होनहार एउटा गम्भीर विषय लियो।